1.2 मिलियन भ्यूज, 1.7 मिलियन भ्यूज अनि माथि हेर्नुहोस् 10 मिलियन भ्यूज। यति मात्र हैन, बाँकी सबै भिडियोमा पनि लाखौंमा भ्यूज र लाइक छ। यो कोही सपना हैन, रियल हो। तपाईलाई लाग्न सक्छ यो मान्छेले धेरै मेहनत गरेर यति धेरै भ्यूज आयो भनेर, तर रियालिटी के हो भने यो मान्छे यो दुनियामै एक्जिस्ट गर्दैन। यो सबै डान्सिङ भिडियो केवल एआई बाट जेनेरेट गरेको हो। खुसीको कुरा के हो भने नेपालमा यसको बारेमा धेरैलाई थाहा नै छैन। सस्तो मोबाइल र फ्री एआई को युज गरेर तपाई पनि यस्तै भिडियो बनाउन सक्नुहुन्छ। तर त्यसको लागि तपाई यो भिडियोलाई 1 सेकेन्ड पनि स्किप नगरी लास्टसम्म हेर्नु। म स्टेप बाइ स्टेप सिकाउँछु कसरी यस्तो भिडियो बनाउन सकिन्छ। सो स्टार्ट गरौँ है त। स्टेप 1 मा हामीलाई यस्तो खालको इमेज चाहिन्छ। त्यसको लागि च्याट जीपीटी मा गएर यो प्रम्प्ट पेस्ट गरेर रन गर्दिन्छु। तपाईलाई पनि यो प्रम्प्ट चाहिन्छ भने पिन कमेन्ट चेक गर्नु होला। इमेज जेनेरेट भइसकेपछि इमेजमा क्लिक गरेर सेभ गरिदिनु होला। स्टेप 2 मा हामीलाई रेफरेन्स भिडियो चाहिन्छ। त्यसको लागि टिकटक मा गएर कुनै पनि भाइरल डान्स भिडियो डाउनलोड गर्नु होला। म यही आईडी को भाइरल भिडियो लिन्छु। स्टेप 3 मा गुगल मा गएर सर्च गर्नु ओन एआई अनि यो फर्स्ट वालामा क्लिक गर्नु। त्यसपछि ट्राई नाउ मा क्लिक गर्नु। यहाँ कन्टिन्यू विथ गुगल गरेर एउटा गुगल अकाउन्ट सिलेक्ट गर्नु होला। त्यसपछि तल स्क्रोल गरेर कन्टिन्यू मा कन्टिन्यू क्लिक गर्नु। त्यसपछि माथि डेस्कटप मोड अन भएको छ भने अन गर्नु होला अनि त्यसपछि माथितिर हल्का जुम गर्नु हो। जेनेरेट अप्सनमा क्लिक गर्नु। अब थोरै तलतिर स्वाइप गर्नु। अब यहाँ थर्ड वालामा क्लिक गर्नु। अब यहाँ स्पीच टु भिडियोमा क्लिक गरेर फोटो एनिमेटमा क्लिक गर्नु। अब यहाँ क्यारेक्टरमा क्लिक गर्नु। अपलोड फ्रम डिभाइस गर्नु। त्यसपछि च्याट जीपीटीबाट जेनेरेट गरेको फोटो सिलेक्ट गर्नु अनि यता साइडमा स्क्रोल गरेर यता भिडियो अप्सनमा क्लिक गर्नु। त्यसपछि अपलोड फ्रम डिभाइस गर्नु। अब टिकटकबाट डाउनलोड गरेको रेफरेन्स भिडियो सिलेक्ट गर्नु। त्यसपछि डनमा क्लिक गर्नु अनि थोरै यता साइडतिर स्वाइप गर्नुभयो भने 15 सेकेन्ड भन्दा बढीको भिडियो छ भने क्रप गर्नु होला। त्यसपछि कन्फर्ममा क्लिक गरिदिनु। त्यसपछि फेरि साइडमा स्वाइप गर्नु होला। यहाँ सेतो डट देखिन्छ त्यसमा क्लिक गर्नु अनि माथि कन्फर्ममा क्लिक गरिदिनु होला। अनि माथि भिडियो जेनेरेट हुन थालिसक्छ। लगभग 2-3 घण्टा जति लाग्छ भिडियो जेनेरेट हुन। भिडियो जेनेरेट भइसकेपछि फेरि त्यही वेबसाइटमा आएर यहाँ हल्का जुम गर्नु होला। त्यसपछि यहाँ एसेट्स अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यसलाई डेस्कटप मोडमा अन भएको छ कि छैन हेर्नु होला पहिला। त्यसपछि यसलाई हल्का जुम आउट गरेर लङ प्रेस गर्नु होला यो भिडियो उसमा। त्यसपछि डाउनलोड भिडियो अप्सन देखाउँछ त्यसमा क्लिक गर्नु अनि त्यसपछि भिडियो डाउनलोड भइहाल्छ।